भोट चाहिँ कसलाई दिने एकैछिन यो भेटी हेरौँ है त। प्रकाश सुवेदीको रजत अङ्कल भनेर चिन्नु छ। त्यसैले तपाईहरुलाई जुन पार्टी वा जुन नेता मनपर्छ उसैलाई भोट दिनुहोस्, तर भोट दिने बेलामा कम्तीमा एक पटक चाहिँ अस्तिको जेनजी आन्दोलनलाई सम्झिनुहोस्। गोली कसै चढ्यो त्यो भनेको चाहिँ अब हाम्रो यो BBC न्युजले पनि अहिले सार्वजनिक गरेको छ एउटा डकुमेन्ट, त्यहाँ पनि अब पुलिसको हाल्छ भन्ने देखाएको छ। गोली लागेर ढलेका ती कलिला बाल बालिकालाई सम्झिनुहोस्। आफ्नो सन्तान गुमाएका ती शहीद परिवारहरूलाई सम्झिनुहोस्, उनीहरूको रोदनलाई सम्झिनुहोस्। यस्तै दन्दनी सिंहदरा जलेको दृश्यलाई सम्झिनुहोस्। सर्वोच्च अदालत संसद भवन बलिरहेको सम्झिनुहोस्। यति मात्र होइन, स्वास्थ्य उपचारको अभावमा गाउँ गाउँमा छटपटिरहेका ती विपन्न परिवारलाई सम्झिनुहोस्। सुत्केरी हुन नसकेर बाटोमै मृत्युवरण गर्न पुगेकी ती गर्भवती महिलाहरूलाई सम्झिनुहोस्। अझै पनि ट्विन चढी चढी स्कुल जानुपर्ने बाध्यतामा रहेका ती अबोध बाल बच्चाहरूलाई सम्झिनुहोस्। आफ्नो सानो काम बनाउन घुस दिनु परेको त्यो छललाई सम्झिनुहोस्। अस्ति नेताका घरहरूमा डढेका नोटका बिटाहरूलाई सम्झिनुहोस्। आफ्नो गाउँठाउँका खाल्डा खोल्डी र धुलाम्मी बाटाहरूलाई सम्झिनुहोस्। बेरोजगारी सम्झिनुहोस्, अशिक्षा सम्झिनुहोस्, गरिबी सम्झिनुहोस् र यस्ता सम्झिनै पर्ने सबै कुरा सम्झिनुहोस्। र यी यावत कुरा सम्झिसकेपछि एकपटक आफ्नो अन्तरात्मालाई सोध्नुहोस् कि म जसलाई भोट हाल्न भनेर लाइनमा उभिएको छु या स्वस्तिक छाप उचालिरहेको छु नि, त्यसलाई म भोट हालौँ कि नहालौँ भनेर एकपटक सोच्नुहोस्। अनि त्यसबेला तपाईको अन्तरात्माको आवाजले जे भन्छ, जसलाई भन्छ उसैलाई भोट हाल्नुहोस्। आत्मा नह प्रतिकूलानि परेशान न समाचारी। फेरि पनि भन्छु, यो पटक पनि हामी चुक्यौँ र हामीले फेरि पनि गलत मान्छेहरूलाई चुनेर पठायौँ भने मेरो त केही छैन, वृद्ध भत्ता खाने उमेर भइसकेको छ, त्यतिमै चित्त बुझाएर बचेकुचेको समय जीवन बिताउँला। तर तपाईँ हाम्रा घर घरमा भएका जेनजी पुस्ता र भावी सन्ततिको भविष्यको अवस्था के होला हेर्नुहोस्। कसैलाई रहर छैन आफ्नो देश छोडेर विदेशिनलाई, र जो जति विदेशिनु भएको छ नि, देशको यस्तै अवस्थाले गर्दा नै बाध्य भएर विदेशिनु परेको। आज हामी देशमा बस्नेलाई जति चुनाव लागेको छ नि, त्योभन्दा कैयौँ गुणा बढी चुनाव विदेशमा बस्ने हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लागेको छ, त्यहाँ बस्ने आमा बुवाहरूलाई लागेको छ। उनीहरू निदाउन सकिरहेका छैनन्। हर पल चिन्ता छ र हर कोहीको चाहना एउटै छ कि आफ्नो देश उन्नति, प्रगति, समृद्धि र सुशासनतिर उन्मुख भएको आफ्नै पालामा हेर्न पाइयोस् भन्ने नै छ। त्यसो यो चुनाव कुनै पनि हालतमा हुँदै हुँदैन र हुनै दिँदैनौँ भन्नेहरू पनि नभएका भने होइनन्। अझ त्यसमाथि हाम्रा महापण्डित ज्योतिषीहरूको त के कुरा गर्नु, ठोकवा नै गर्दै थिए। फागुनको महिनामा निर्वाचन भयो भने म घाँटी गाडिदिन्छु, घाँटी। जसरी मैले 84मा चुनाव हुँदैन 82 काट्दैन भने तिनी, त्यसरी फागुनमा चुनाव हुने घाँटी काटिदिन्छु। द्याट माई सेक्रिफाइस। बुझ्नुभयो? 21 गतेको चुनाव नहुने बित्तिकै एक प्रकारको भ्याकुम क्रिएट हुन्छ। यो सरकार ढल्छ, सके त्यहाँभन्दा पहिला नै सुशीलाजीको सरकार जान्छ, लेखेर राख्नु होला। अनि भएन 21 गतेको चुनावसम्म
यदि पर्खियो भने पनि चुनाव हुँदैन र यो सरकार स्वतः निष्क्रिय हुन्छ। अब चुनाव 1 हप्ता बाँकी रहँदा पनि यिनीहरूकै कुरामा विश्वास गर्नु भनेको चाहिँ ऊ एउटा उखान छ नि, जोइ न जुगा पोइ न पोते सातु न सोप्राक उही केरा खाँदै सुसेल्दै भने जस्तै मात्रै हो होइन त। अब देशभरि यस्तो उत्साह छ, के रासोपा, के राप्रपा, के एमाले, के काङ्ग्रेस, के माओवादी सब उत्साहित छन्। जताततै नाचगाना चलिरहेको छ, स्वागत सत्कार सम्मान चलिरहेको छ। यस्तो लाग्छ चुनाव सकिएर परिणाम सार्वजनिक भइसक्यो, घोषणा भइसक्यो अनि विजय उत्सव मनाइरहेका छन्, विजय जुलुस निकालिरहेका छन्। हेर्नुहोस्, यस्तो देख्दा देख्दै पनि यदि कसैले चुनाव हुँदैन भन्छ भने त्यो दिवा स्वर्ण मात्रै हो। भन्ने बेलामा हामी गणतन्त्रात्मक अब व्यवस्थामा छौँ भन्छौँ। गणतन्त्र भनेको के हो? जहाँ जनताका लागि, जनताद्वारा, जनताले नै शासन गर्ने पद्धति होइन। अनि जनता निर्णायक शक्ति भइरहेका बेलामा यो चुनाव हुनु हुँदैन भन्नु राष्ट्रप्रेम त पक्कै पनि होइन। अतः यो उत्सवलाई महाउत्सव बनाऊ, देश निकासको एउटा अभियान बनाऊ। फेरि पनि भने फलानुले जित्नुपर्छ या फलानुले हार्नुपर्छ भन्दा पनि समग्रमा देशले जित्नुपर्छ र देशलाई जिताउन सक्नेहरूले नै यो चुनाव जित्नुपर्छ। त्यसैले फागुन 21 वार पार, पूर्ण बहुमतको सरकार, यसैलाई मूल मन्त्र मान्दै यो चुनावलाई सफल बनाउनुपर्छ। र जति पनि विदेशमा बस्ने हाम्रा दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरू हुनुहुन्छ, सम्भव भएसम्म यो चुनावको लागि आउनुहोस्। यदि सम्भव छैन, आउन सकिँदैन भने पनि त्यहीँ बसेर आफ्ना नाता गोता कुटुम्ब छ छिमेक इष्ट मित्र सबैलाई फोन गरी यसपालि चाहिँ फलानुलाई है भनेर सम्झाइ